आज बनतरुल खनाइ छ है काकु भतिजको ल मचाउने अलिअलि भयो ठुलो चाहिँ नि खौलो है फाल्ने बेल छ नि बेला ठुला ल गाउँ आएको बेला बनतरुल खन्दै दुइटाले ल हेर्नुहोस् यहाँ लाग्यो भने छोड्दैन चाहिँ टोलीहरूले तलदेखि माथिसम्म हेर्नुहोस् अर्को छ चाहिँ नि घारीतिर त्यहाँ पनि यसको चाहिँ भेल्यु यता छ हेर्नुहोस् ठुलो घारीसँग अझै खन्ने दुईवटा ठुला ठुला बेला हेर्नुहोस् ल यहाँ त अर्को पनि बेला होला यहाँ त निहाल भन्दा खै त अर्को दुईटा छ नि बेला माथि सानो खालको छ नि एउटा गाँठो परेको अर्को चाहिँ नाङ्गो फाटेको छ के हो गयो क्या यहाँबाट गयो त राम्रो फाटा त रहन्छ त के पनि बलियो भयो ठुलो भएर बलियो भयो चिरञ्जीवी चापालाई यो बाहिर भेटिएको रहेछ सानोको यही हो क्या रङ्गल यो अर्को आछ र यो जति छ क्या ए ठुलाले निहालेपछि अर्को निक्लिन्छ होला धेरै दुःख मेहनत गरेर निकाल्दैछन् भतिजले तरुल रवि भतिजले आज खाइन्छ चाहिँ नि बनतरुल माघे सङ्क्रान्ति गए तापनि हामीले चाहिँ नि आज फेरि बनतरुल खनेर खाने कुरो छ मिसियो त होइन मिसिँदैछ ए तरुल च्याउने ल तरुल निस्कियो एक अझै बाँकी छ अर्को खालि हेर्नु छ त यो सानो खालीको रहेछ कि ल तरुल चाहिँ अब चाहिँ हाम्रो यताको सिद्धिएर यो चाहिँ पुरै भ्याइयो यो भ्याइएर अब चाहिँ नि यताबाट यहाँसम्म सब लामो यताबाट यहाँ आएर यो यहाँका दुईटा बेला थिए यिनी सिद्धियो यिनी पनि सब सिद्धियो यो आजको तल यो चाहिँ खोलो त लामो ऊ सुरुङ भइसक्यो सुरुङ मार्दै यहाँ तलबाट चाहिँ नि आर्मीले सुन्नुभन्दा नि यहाँ सुरुङ बेल्चा चाहिँ नि सुरुङ मार्ग आजको बनतरुल खनाइ चाहिँ अब सकियो हाम्रो अब घर गइन्छ अब चाहिँ यति हो कि हेर्नुहोस् यति खन्यो आज माघे सङ्क्रान्ति गइसके पनि गाउँ आएको बेला यसो न चाहिँ टाइम पासको लागि खन्न आएको बनतरुल खनेर पनि अब सिद्धियो 3-4 वटा बेला
यता चाहिँ नि यो बेल थियो यहाँ यो सिद्धियो यसबाट चाहिँ यता एउटा यता छ अर्को चाहिँ उता ल हाम्रो तरुल खन्ने कार्यक्रममा चाहिँ अब सिद्धियो चाहिँ नि यो एउटा चाहिँ नि हेर्नुहोस् खौलो चाहिँ यहाँ 5 फिट 5 इन्च भन्दा बढी भइसक्यो 7 फिट जति होला हेर्नुहोस् तरुल भन्ने कुरो यो आइसक्यो केजीको केजी 5-6 केजी हेर्नुहोस् तरुल